धरानको मेयर हल्का साम्पाङज्यूले जुन इन्टरभ्यूमा आएर अन्तर्वार्ता दिनुभएको छ, उहाँले त्यो अन्तर्वार्तामा पुरै लक्ष्य गरेर दलितलाई एकदम नराम्रो तरिकाले उहाँले लक्ष्य गरेर उहाँले प्रहार गर्नुभएको छ। यो नेपाल देश छ नि, दलित बिना चल्दैन। एउटा कुरा हेकार होस्, साँच्चै भन्छु म है। तपाईहरुलाई कस्तो गाह्रो लाग्ला, नराम्रो लाग्ला हैन, तपाईले गाली गर्नु होला। दलितले बनाएको सुन लगाएर तपाईहरु शानको साथ इज्जत छ, तपाईहरुको धन छ हैन। दलितले बनाएको हतियारले तपाईहरु घरमा प्रयोग गरेर खानेकुराहरु काटेर खानुहुन्छ। तपाईहरु जिउनु बाँच्नु भएको छ, जीवन पाइराख्नु भएको छ है। तपाईहरुले भाडादेखि हतियारदेखि लिएर तपाईले घरमा प्रयोग गर्नु भएको छ र युद्धमा पनि तपाईहरुले दलितले बनाएको वीर गोर्खालीले बनाएको, गोर्खाली हो त्यो, गोर्खाली भनिन्छ, खुकुरी तपाईहरुले प्रयोग गरेर विदेशमा गएर अरूको देशमा गुलामी गरेर भए पनि, अरूलाई मारेर भए पनि, अरूको देशको सुरक्षा गरेर भए पनि तपाईहरुले आफ्नो जीविका चलाइराख्नु भएको छ हैन। यो नबिर्सिनुहोस्। अनि दलित कामीले बनाएको सुन पनि लगाएर तपाईहरु झिलिमिली तपाईहरुको इज्जत, शान, धन सम्पत्ति थुप्रिया छ, नबिर्सिनुहोस्। सार्कीले सिलाएको जुत्ताले तपाईहरुको लाज ढाकिएको छ, तपाईहरु हिँड्न पाउनु भएको छ, तपाईहरु खुट्टामा ठेस परेको छैन, घाउ खटेर भएको छैन, तपाईहरुको इज्जत बढ्या छ है। दमैले सिलाएको लुगा लगाएर तपाईहरुको इज्जत ढाकिएको छ, तपाईहरुको शान बढेको छ, तपाईहरुको जीवन बनेको छ। अनि तपाईहरुले दलितलाई भारतबाट आएको भनेर भन्नुभएको रहेछ अन्तर्वार्तामा, कुन आधारले भन्नुभयो हो? तपाईले अरु पनि जातलाई लक्ष्य गर्नु भएको रहेछ, क्षेत्री बाहुन मधेसीहरु दलितहरु भारतबाट आएको भन्नुभएको रहेछ तपाईले। म उहाँहरुको नाम लिन्न, क्षेत्री बाहुन मधेसीहरुको मलाई मतलब भएन, उहाँहरुको आफ्नो ठाउँमा छ है। अनि म कुनै जनजातिको विरोधमा नि होइन, क्षेत्री बाहुनको विरोधमा नि होइन, म मधेसीको विरोधमा नि होइन, म कसैको कुनै जातिहरुको विरोधमा पनि म उठेको छैन। म एउटा कुराको विषयमा उठेको छ हैन। दलितहरुलाई तपाईहरुले भारतबाट आएको भनेर भन्नुभएको रहेछ, कुन आधारमा भन्नुभयो? मेरो नागरिकता, मेरो पुस्तौँदेखिको नागरिकता कुन देशको हो भनिदिनु पर्यो, नत्र कार्बन डेटिङ गर्नु पर्यो, कार्बन डेटिङ गरेर टेस्ट गर्नु पर्यो, डीएनए चेक गर्नु पर्यो, टेस्ट गर्नु पर्यो। यो दलितहरु कुन देशबाट आएको, कति वर्ष भयो नेपाल देशमा आएर बसेको, कति वर्ष पुरानो भयो भनेर एउटा स्याम्पल लिएर रगत र के रे उसको हाम्रो पुर्खाको धेरै वर्ष अगाडि पुर्खाको केही न केही एउटा चीज सामान लिएर त्यसको डेटिङ चेक गरौँ, कति वर्ष पुरानो नेपाल देश बसेको भन्ने कुरा कार्बन डेटिङ गरेपछि प्रमाणित हुन्छ है। म यो भन्न चाहन्छु, एउटा भोट जित्नको लागि दलितलाई गाली गर्ने, भारतबाट आएको भन्ने अनि झुटो अभिव्यक्त दिनेलाई चाहिँ साँच्चै भोट नदिनु होला नेपाली दाजुभाइ दिदीबहिनी। यो फागुन 21 गते जुन उहाँले यस्तो बोल्नु भएको छ, भोट दिँदै नदिनु होला। अनि रह्यो, म तपाईलाई एउटा प्रश्न गर्न चाहन्छु दाइ, तपाईँ धरानको मेयर भनेर हामीले धेरै मानेका थियौँ, तपाईलाई साथ दिएका थियौँ, तपाईको सपोर्टमा हामी उभिएका छौँ, अहिलेसम्म छु। तपाईँ राम्रो मान्छे हो, राम्रो हार्ड स्ट्रगल गर्ने व्यक्ति हो तपाईँ, मान्छु। तपाईले बार कुन आधारले भन्नुभयो हामी दलितहरु भारतबाट आएको भनेर? यो नेपाल देश जब बन्दै थियो नि, तब यो देशमा बस्ने कोही पनि थिएन क्या, खाली मरुभूमि जस्तो थियो। कहाँबाट आएर कति धेरै वर्ष अगाडि कहाँबाट आएर बसेपछि, नेपाल बसोबास गरेपछि त्यहाँको बासी भएपछि मात्रै पछिबाट देश बनेको, 25वटा राज्य बनेको। आज कहाँबाट आएर बसेपछि सबैले लडेर युद्ध गरेर त्यतिखेर 25वटा राज्य भएको है। आफ्नो राजा थियो यो देशमा। पछि फेरि पृथ्वीनारायण शाह आएर युद्ध गरेर एकीकरण गरेर एउटा सिङ्गो नेपाल बनाएको। पाकिस्तान भन्दा पनि ठुलो देश थियो नेपाल पहिला। आज हेर्ने भने नेपाल देश लिपुलेक, लिम्बिया, दुरा, कालापानी, सुस्ता, गुन्जी, कुटी, नापी, ट्याङ्कर भन्दा दार्जुला जस्तो ठाउँ भारतले कब्जा गरेको छ। यसको विरोधमा बोल्यौ तिमीले, कहिले बोलेनौ। सिक्किम पहिला एउटै राष्ट्र थियो, तर हाम्रो राजा महाराजाहरूले युद्ध गरेर जितेर आफ्नो देशमा गाभिएको थियो र नेपाल देशलाई कर दिथ्यो। नेपाल देश थियो धेरै वर्षसम्म। दार्जिलिङ पनि त्यही थियो, नेपाल देश थियो, नेपाल देशलाई नै कर दिथ्यो, नेपाल देश नै थियो दार्जिलिङ। आज भारतमा कसरी पुग्यो? दोर्जब लन्डे भन्ने थाहा छ? लन्डे भयो कि दोर्जब लन्डे भएको हो यो थाहा छैन, म चिन्दिनँ यस्तोलाई, यस्तो राष्ट्रघातीलाई, देशद्रोहीलाई। यसले भारतसँग सम्झौता गरेर सिक्किम आज भारतको बन्न पुगेको छ। कसरी भयो? ऊ जनजाति थिएन कि दलितले बेचेको हो? यसको जवाब दिनुहोस्। अनि एउटा कुरा भन्न चाहन्छु, नाक थेप्चो र आँखा चिम्चो सबै तिब्बतबाट आएको, चाइनाबाट आएको, जापानबाट, कोरियाबाट आएको।
250 वर्ष भयो आएको दलितहरू नेपाल देशमा आएर बसोबास गरेको इतिहास हेर्ने भने 250 वर्ष भयो। कसलाई दिने जनजाति? अब एउटा कुरा भन्न चाहन्छु। अनि तपाईहरु पनि तिब्बतबाट आउनु भएको थियो त हौ, चाइना जापान कोरियाबाट आउनु भएको थियो त, किन बिर्सिनु भयो यो कुराहरू? तपाईहरुले 200 वर्ष भयो आएको, बिर्सिनु भयो। अनि तिब्बत देश कसरी भारतको हुन पुग्यो, कसरी चाइनाको हुन पुग्यो? भारत र चाइनाको कसरी नेपाल देश हुन पुग्यो? तपाईहरुलाई मैले यो के रे यो भनिदिनु पर्यो, तपाईहरुलाई प्रमाण दिनु पर्यो मैले। अब म प्रमाण दिन्छु चाइनाको कहिले तिब्बत भयो भन्ने कुरा तपाईहरुलाई म प्रमाण सहित तपाईहरुलाई दिनेछु, पर्खिनुहोस्। जे पाए त्यही बोलेर जे पाए त्यही भनेर नेपाली जनतालाई भ्रममा पारेर ब्रेन वाश गर्ने काम नगर्नु होला। म सर्टकटमा भन्न चाहन्छु, आज धेरै टाइम छैन, मेरो टाइम नभएकोले मैले यो भिडियो सर्टकटमा बनाएको। म अर्को भिडियोमा तपाईहरुलाई डेट सहित लिएर आउनेछु र भन्नेछु। तपाईहरुलाई म यो कुरा पनि जानकारी दिनेछु कति वर्ष भयो को कहाँबाट आएर नेपाल देश बसेको भन्ने कुरा सत्य तथ्य तपाईहरुको माझमा म यो फ्ल्यास गर्नेछु। एउटा कुरा म के भयो फेरि पनि प्रश्न गर्न चाहन्छु, तपाईहरुले जात जातिहरु छुट्याएको कारणले गर्दा यो देश नेपाल देश नबनेको, विकास नभएको, आज खरानी भएको, नेपाल देश टुक्रिन खोजेको र नेपाल देश भारतले र चाइनाले कब्जा गरेको नेपाल देशको भूभागहरु, यो कुरा हैका रहोस्, नबिर्सियोस्। यो देश कहिल्यै बन्दैन। यस्ता व्यक्तिहरु हुन्छन्। अहिले देश दौडा हुनु भएको छ। मैले हल्का दाइको विरोध गरेको होइन साथीहरु। तपाई जित्नुस्, चुनाव जित्नुस्, दुई तिहाईको मत ल्याउनुस्, तपाई देश चलाउनुस्, प्रधानमन्त्री बन्नुस्, तर गाली नगर्नुस् कसैलाई पनि, कुनै जात जातिलाई गाली नगर्नुस्। र एउटा रवि लामेछाने तपाई लगातार गाली गरिराख्नु भएको छ, जेलमा छ, सगाई ठग भन्नु भएको छ, अदालतले भन्न सकेको छैन, प्रमाण छैन रविले ठगेको। तपाईले कुन आधारले भन्नुभयो? तपाई केपी ओली भन्दा पनि तल्लो स्तरमा पुग्नु भएको व्यक्ति हुँदो रहेछ। अनि अर्को कुरा, अनि घरि कुलमालाई गाली गर्नुहुन्छ, घरि बालेनलाई गाली गर्नुहुन्छ। तपाई खास चाहिँ के हो? तपाईले गर्न खोजेको चाहिँ के हो? तपाई आफै सिद्धिनु होला। तपाई होशियार रहनुस्। तपाईले सबै नेपाली जनताको खुसी बनाएर मन जितेर तपाई चुनाव लड्न जानुस्। तपाईँले भोट पाउनुहुन्छ, दुई तिहाईको मत ल्याउनुहुन्छ, तपाई प्रधानमन्त्री बन्न सक्नुहुन्छ। यति कुरा याद राख्नुस्। जेनजीको आन्दोलन क्रममा तपाई त हतार प्रधानमन्त्री बन्न पुग्नु भएको थियो त। तपाईलाई लाताले खेलाइदियो। दोस्रो जोडी सिंहदरमा गाग्रीले जानु भएको थियो, त्यहाँ पनि लाताले खेलाइदियो। अनि इलाममा उपचुनाव लड्दाखेरि तपाई त हार्नु भएको थियो त। तपाईलाई त्यहाँको जनताले लाद दिएको थियो, पुरै देशको जनताले लाद देला। फेरि केही जनताहरू तपाईँको अहिले त्यो झुटो भाषण सुन्नको लागि अहिले भेला भएको छ नि, चिन्छ जनताले, नचिन्ने होइन। भेडाहरूले चाहिँ तपाईँलाई सपोर्ट गर्ला, शिक्षित जनताहरूले तपाईँलाई सपोर्ट गर्दैन। यति कुरा याद राख्नुहोस् है। अनि एउटा थाहा थियो कि पाङ्रे के थियो, रवि लामेछाने चाहिँ 12 फेल भएको, हर्क चाहिँ पिएचडी गरेको मान्छे, फरक छ भनेर भन्दै थियो। भुत्रोको फरक छ भाइ। एउटा कुरा तिमीलाई के भन्न चाहन्छु भने, को फेल भएको को फेल नभएको भन्ने कुरा तिमीले डिसाइड गर्ने होइन। तिमी को हो, रवि को भन्ने कुरा तिमीले जानेको छैन। त्यत्रो फलपत्र गरेर बेचिएको छ एलिभेटर उद्धार गर्ने रवि एउटा शक्तिशाली व्यक्ति, राम्रो व्यक्ति हो, बुझ्छ होइन? तिमी बुझिहरूले के गर्यो, तिम्रो हर्कले के गर्यो? आज यो भिडियोमा यसरी बोलिराख्दाखेरि माफ गर्नु होला, अप्रिय शब्द बोलेको छु, माफ गरिदिनु होला। अप्रिय शब्द बोल्नु मन थिएन। यस्ताहरूलाई झोरेहरूलाई भन्न चाहेको मैले। हस्त नमस्ते।